हेलो एभ्रिवान, म र मेरो छोरा नयरा आएको अहिले, किनकि हामी दुर्गा पूजा घुम्नु जाने आज भनेर। मेरो छोरा केजी पनि गर्दैछ। नयरा म एकछिन बसेको। अब तपाईँलाई रेडी भएर पनि देखाउँछु, हेर्दै गर्नु होला कुन लुगा मलाई राम्रो लाग्छ। यहाँ हेर्नुहोस्, यो लुगामा मलाई कस्तो देखिन्छ, राम्रो छ कि छैन यो लुगामा, नै त अर्कोमा हेर्नुहोस्। यो लुगामा यसमा कस्तो छ, यो म्याचिङ छ कि छैन मलाई हेर्नुहोस्। रेडी त भयो म। अन्त फेरि अर्को हेर्नुहोस्, म अर्को पनि देखाउँछु तपाईँलाई। या फेरि यो लुगामा मलाई राम्रो देखिन्छ। फाइनली यो लुगामा मैले डन गरेँ। अब यो लुगै लगाएर जान्छु म। अब मन्दिरको नजारा पनि तपाईँलाई देखाउँछु म। यहाँ हेर्नुहोस्, मन्दिर पनि म आइपुगेको। अन्त मन्दिरको दर्शन दिने मेरो छोराको फर्स्ट दुर्गा पूजा हो यो। हेर्नुहोस्, ला मैले त अगरबत्ती ल्याउनु बिर्सेँ। अब एकछिन अगरबत्ती लिनु पठाउने हो मेरो हस्बेन्डलाई। मैले त्यो भिडियो काटिदिन्छु। यो भिडियो अगरबत्ती लिनु जानु त बेसी लम्बा हुन्छ भनेर अगरबत्ती लिएर यही पूजा गरेको। अब मैले अगरबत्ती जलाएँ, पूजा गर्नुपर्छ। पूजा गर्दैछु। बेसी नै मोटी भयो जस्तो छु म पनि, के गर्नु, मोटी नै हुन्छ। अब हेर्नु दुर्गामा, हाम्रो दुर्गामाको मन्दिर यस्तो छ। तपाईँहरूले पनि दुर्गा पूजा मनाउँदैछ कि होला सबैजनाले। अब अगरबत्ती पनि जलाइयो। अन्त मैले दुर्गा माको लागि कहीँ अहिले त कता राखिदिनु भनेर मेरो हस्बेन्डलाई सोधेको त उसले भने कि यहीँ राखिदे भनेर। अन्त यहीँ राखिदिन्छु, यहाँ राखिदिएको। अब मेरो छोरा र मेरो बुढा पनि अब सरी मेरो छोरा र त्यो मेरो बुढा पनि अब मेरो छोराले दुर्गा मालाई प्रणाम गर्दैछ। मेरो छोराले हेर्नुहोस्, साह्रै गरम भयो। अब हाम्रो सबै कुरा भयो, थाकी पनि पानी। बाई बाई, नेक्स्ट भिडियोको लागि हेर्नुहोस् होला।